रुपैयाँ लगानी गरेर कमाउने हैन त 20 देखि 30,000 सम्म। साथीहरु आज पनि म आइपिओ सम्बन्धी केही खबर लिएर उपस्थित भएको छु। यही जेठ 14 गतेदेखि 19 गतेसम्मका लागि ट्रेड टावर ग्रुपले चाहिँ सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेकाहरूको निम्ति आइपिओ बाँडफाँड गरेर सम्पन्न गरिसकेको यस कम्पनीले सर्वसाधारणका लागि प्रत्येक किता 100 रुपैयाँको दरले 32,96,505 किता निष्कासन गर्दैछ। यस कम्पनीको प्रति शेयर आम्दानी भनेको 113 रुपैयाँ 39 पैसा रहेको छ। अहिले आइपिओ पर्नको निम्ति भाग्यकै खेल जस्तो मान्नु परे तापनि तर यस कम्पनीको आइपिओ यदि तपाईलाई पर्यो भने तपाईले पक्कै पनि 1000 को 20 देखि 30,000 सम्म कमाउन सक्नुहुन्छ। त्यसैले यो मौकालाई सबैजनाले सही सदुपयोग गर्नु होला।